7-8 वर्ष मात्रै हुँदैछ यहाँ। हजुर भर्खरै आएको रहेछ नि त बाटो। हो अनि यो खेत हो नि यो त? हजुर यो खेत यो एउटै खायल हो, तर अनि हामी बुबा दुईजनाले अनि बाँडेको माथि कान्छा यता मैले कान्छाको उनीहरू पनि बडाउ भयो। अनि यहाँ खेत एकै भुटानमा यही सालीमा छ, यहाँ पनि त्यही रहेछ। घर छाप्ने यही हो भुटानतिर पनि पहिला पहिला। अहिले पो टिन निक्ल्यो, घर बेग्लै बनाउन थाल्यो। ल है हाम्रो हजुरबाको खेत बारी सबै निकाल्छ यस्ता यस्ता पाटा ठुल्ठुला बारी। बाख्रा कराइरहेछन् खेतमा, कोदो फलिराखेको छ। कोदो राम्रै छ अहिले। छक्कै घर घडेरी घर त्यही हो। पुर्खाको थलो हेर, यस्तै भिडियोबाट भए पनि हामी चाहिँ आएर ठ्याक्कै पत्तो लगाएर पँधेरो बाका 94 वर्ष पुगेको बाले ठ्याक्ठ्याकी नामै भन्दै डाङडुङ ठाउँै देखाइदिनु भयो। त्यसो अब परदेश लागिरहेको छ। अनि पहिला यहाँ माथि जङ्गल थियो, त्यो जङ्गलको पहिल्यै बेच्यो। यो अहिले यहाँ मास्टर छ, यो अहिले साल बेचिदिएको। यो मास्टर नाङ्गो छ नि। अनि दुईजना बुबाहरूको अनि सालीसम्म पहिरो गएदेखिको अलिक ढुङ्गा भएर अलिक बढेन पनि कि। अनि अब माग्न थाले ल लैजाऊ हो, एकचोटि पनि दिउँ, फेरि पनि को रुखपात जग्गा जमिन छँदैछ, फेरि उम्रिन्छन् पलाउँछन् दिउँ त भएर अनि अस्ति दिइहालेको। कति थियो जमिन? होइन रुख कम्ती